नमस्कार। आज हाम्रो माझ हुनुहुन्छ ग्रान्डी इन्टरनेशनल हस्पिटलका फिसियन डिपार्टमेन्ट हेड डाक्टर विनय रेग्मी। यहाँ एउटा चिकित्साको साथै एउटा देशको एउटा सचेत नागरिक पनि भएको हुनाले अहिले देशमा जुन वर्तमान अवस्थामा भएको राजनीतिलाई यहाँले कुन नजरबाट हेर्नु भएको छ? धन्यवाद प्रश्नको लागि सन्तोष सर। देशमा अहिलेको जुन राजनीति अवस्था छ एकदमै तरल अवस्था छ है। विगत लामो समयदेखि जुन मयू भन्ने नेताजीहरू हुनुहुन्थ्यो, जसले प्रजातन्त्र ल्यायौं गणतन्त्र ल्यायौं भन्नुहुन्थ्यो, उहाँहरूले केही पनि गर्न नसकेको अवस्था देखियो। त्यस कारणले गर्दा नै यो जेनजी पुस्ता छ ले यो आन्दोलन गर्नु परेको हो। र किन आन्दोलन गर्नु पर्यो, किन यसरी खुन यिनीहरूको चाहिँ भनौँ रगत उम्लेर आयो, यसरी चाहिँ भयो भन्ने कुरा बुझ्न जरुरी छ। त्यसकारणले गर्दाखेरि देशमा प्रजातन्त्रको नाममा लुट, शोषण, दमन, त्यसपछि माओवादीको जुन गणतन्त्रको नाममा छ अराजकता, मान्छेलाई विध्वंस, बम पड्काउनेदेखि लिएर मान्छेलाई लुटपाट गर्ने, बैंक लुट्नेदेखि जति पनि कार्य भए। र त्यसपछि पनि गणतन्त्र पश्चात राजा हटाएर जुन यिनीहरूले किन हामी गर्छौं भन्ने जुन सोच राख्नु भएको थियो, केही पनि नभएको कारणले गर्दा अब जनताले अर्को परिवर्तन खोलेको। जनता एकदमै साधारण छ। हेर्नु, म एउटा जनता हुँ, म कुनै पार्टीमा लागेको मान्छे होइन। तर मैले के खोज्छु, मेरो देशमा समृद्ध होस्, म बाटोमा जाँदाखेरि ट्राफिक नियम राम्रो होस्, म कर्मचारीसँग काम गराउन जाँदाखेरि त्यहाँ सुन्नुहोस्, मैले मेरो ट्याक्स तिर्नको लागि मैले घुस खुवाउनु पर्छ। म कर कार्यालयमा गएर ग्लोबल रिन्यू गर्न जाँदा म त तिर्न गएको नि त पैसा, तर मैले के गर्नुपर्छ, घुस खुवाउनु पर्छ। यो अवस्था नहोस्। लाइसेन्स भनेको मेरो अधिकारको कुरा हो, मैले लाइसेन्स लिइराखेको नि घुस खुवाउनु पर्छ। यस्तो देशमा बाँचेको छ हामी। बाटो घाटो कल कारखानाहरू सबै ध्वस्त भइसक्यो। के छ त यो देशमा? केही पनि छैन। त्यही भएर मान्छे विदेश हुनुपर्ने बाध्यता अवस्था छ। हेर्नुहोस्, आज मान्छे रहरले विदेश गएका होइनन्, रोएर विदेश गइरहेका छन्। एक छाक खान नपाएर देशमा एउटा रोजगार खोल्नको लागि 10 चोटि तपाईँले घुस दिनुपर्छ। यति झमेला छ कानून कि तपाईँले केही खोल्नै सक्नुहुन्न है। त्यस कारणले गर्दाखेरि हेर्नुहोस्, सबैजना मान्छेलाई म त भन्दिनँ एकदम धेरै लाखौं अरबपति बन्नुपर्छ, तर गाछबास कपासको पनि एउटा पूर्ति गर्न नसकेर मान्छेहरू आज विदेशी पर्ने अवस्था छ। यसको सम्पूर्ण जिम्मेवारी यिनै राजनीतिक कर्मीहरूले लिनुपर्छ। आजसम्म यिनीहरूले देशलाई यसरी खोक्रो पारेका छन्, यसको जवाब त यिनीहरूले दिनै पर्छ, यिनले दिनै पर्छ र दिनै पर्छ भन्ने कुरा मैले भन्न चाहन्छु। अनि यहाँलाई मैले अर्को प्रश्न सोध्न चाहे। वर्तमान अवस्थामा जुन अहिले चाहिँ सुशीला कार्कीको नेतृत्वमा चाहिँ जेएनजीको आन्दोलन सफल भइसकेपछि 70 जनाले शहादत प्राप्त गरिसकेपछि त्यो सरकार गिरेपछि जुन सुशीला कार्कीको नेतृत्वमा अन्तरिम मन्त्री परिषद गठन भएको छ, यहाँलाई चाहिँ के लाग्छ त अहिले जुन 84 मा हुने चुनाव चाहिँ अगाडि सारेकोमा त वास्तवमा जेएनजीको माग यो नै थियो त? मैले प्रश्न बुझिसकेँ हजुरको। मलाई दुईटा कुरा यसमा अलिक गम्भीर लाग्यो। एउटा कुरा त यदि सुशीला कार्कीजीहरूलाई ल्याएको चुनाव गराउन मात्र कदापि होइन। यदि चुनाव गराउन मात्रै ल्याएको हुन्थ्यो भने ओलीजीले विघटन गरेर चुनाव घोषणा गर्दै पनि भइहाल्थ्यो। यतिको लागि गर्नुपर्ने थिएन। किनभने मान्छे 84 जना मरेर गए, त्यो चुनावको लागि मात्र हो त? होइन, कदापि सुशासनको लागि, भ्रष्टाचार विरोधी भनिरहेछन् जेएनजीले। यो भ्रष्टाचारको विरोधमा उनीहरूले केही पनि मागेका थिएनन्। तर अब त्यहाँ म जान्दिनँ। हेर्नु, म एउटा चिकित्सक मान्छे, यहाँ घुसपैठ भयो कि कसले गोली हान्यो, कसले टाउका हान्यो, कसले को आयो, कसले कसरी घर जला। यहाँ चाहिँ यो चाहिँ अलिकति यो चाहिँ कुनै गन्ध छ यसमा। किनभने जेएनजीले अदालत जलाउँदैन, जेएनजीले चाहिँ सिंहदरबार जलाउँदैन। र ठिक छ, नेताको घर जलाए, त्यो चाहिँ आक्रोश जनताले जलायो। किन अघिल्लो दिन 72 जना मान्छे मरेका थिए, त्यसको रिस सबै मलाई पनि थियो। म पनि नारा लाउन गएको थिएँ, तर मैले घर जलाउने काम गरेन र पुलिस चौकी जलाएँ। त्यही पुलिस चौकी जलाउनु भयो। आज त्यही पुलिस चौकीलाई फेरि बनाएर फेरि तपाईँले सुरक्षाको लागि बोलाउँदैन। किन पुलिस आर्मी नभइकन सुरक्षा हुँदैन? हामीलाई चाहिन्छ यिनीहरू। त्यो चाहिँ गलत भएको हो। जलाउने काम, सम्पत्ति नष्ट गर्ने काम त्यो किमार्थ नेपाली जनताले अथवा किमार्थ जेएनजीले गरेको होइन। यहाँ घुसपैठ भएको कुरामा दुई मत छैन। किनभने हेर्नु, तपाईँ म गएर एउटा सलाई कोरेर भागबटिनी जलाउन सक्दैनौँ। त्यसको लागि तयारी हुनुपर्छ। तपाईँ म गएर कसैको घरमा आगो लाउने हिम्मत, एउटा बाटोमा हिँडेको किरा कुल्चिन हामी नसक्ने मान्छेले कसैको घर जलाउन हामी सक्दैनौँ। त्यस कारणले गर्दाखेरि सुशीला कार्कीजीहरूलाई मैले यति मात्रै भन्छु कि तपाईँले एटलिस्ट कम्तीमा पनि यी चाहिँ नेताहरू अथवा यो जुन काण्डहरू यो जुन छन्, एटलिस्ट यिनीहरूको चाहिँ फाइल उजागर गरिदिनुहोस्।
यिनीहरूलाई कारबाहीको दायरमा ल्याउनुहोस् होइन। मात्रै यो सरकार बनेको सार्थक होइन। तपाईँ चुनाव मात्रै बस्नु भएको गराउन लागि बस्नु भएको भने चुनाव सरकारमा नबस्नुहोस्, किनभने तपाईँले सरकारमा बसेर केही फाइदा छैन चुनाव गराउने हो भने। तर यदि साँच्चीकै यी विगतका काण्डहरू कोट्याउनुहुन्छ र यिनी भ्रष्टाचारीहरूलाई चाहिँ सजाय दिनुहुन्छ भने चाहिँ सजाय म भन्दैन अहिले तपाईँ दिन सक्नुला नसक्नु, तर प्रक्रियामा जान सक्नुहुन्छ है। यो गर्नु पर्यो सुशासन। एटलिस्ट अख्तियारमा चाहिँ एउटा हिम्मतिलो मान्छे, बिना राजनीतिक कर्मी मान्छे, अदालतमा बिना राजनीतिक गर्ने चाहिँ न्यायाधीशहरू र कर्मचारी तन्त्रमा भएको चाहिँ यो युनियनलाई खारेज गर्नु। स्कुल के भन्नु, स्कुल पाठशाला होइन भनेको युनियन गर्ने ठाउँ होइन, नेता जन्माउने ठाउँ होइन, पढ्ने ठाउँ हो। तसर्थ यिनीहरू सबै खारेज गर्नुपर्छ। मैले जानेको एउटा साधारण बिरामी हेर्ने चिकित्सकको नाताले म के गर्छु भन्छु भने देश अत्यन्तै जटिल मोडमा छ। यहाँ धमिलो माछा पानीमा धेरैले माछा मार्न खोज्नेछन्। यहाँ धार्मिक सहिष्णुतादेखि लिएर जातपात आदि इत्यादि, मधेस पहाड हिमाल विभिन्न नाममा चाहिँ विदेशीहरूले फुटाउन खोज्नेछन्। यसमा हामी नेपालीहरू एकजुट हुनुपर्छ। यो हामी मिलेर बसेपछि हाम्रो समाज बन्छ र समाज बने देश बन्छ। र कुरीति बेथिति भ्रष्टाचारको विरुद्धमा तपाईँ हामी सबै मिलेर लड्नुपर्छ। यो अझै आन्दोलन जेनजीको आन्दोलन सफल भएको छैन भन्ने जस्तो मलाई लाग्छ। डाक्टर साहब, अब अन्त्यमा चाहिँ अब चाहिँ राजनीतिक गति कसरी अगाडि बढ्छ? अब जुन जेनजीको यहाँले धेरै कुराहरू विस्तृत रूपमा भनिसक्नु भएको छ, जुन कार्यकारी प्रमुख लगायतका जुन माग थिए, अब त्यो यसलाई चाहिँ प्रधानमन्त्रीले भनिसक्नुमा हामीलाई त्यो म्यान्डेट छैन, अनि कार्यकारी प्रमुख लगायतका मागहरू पूरा नभएकोले अब जेनजीहरूको मागहरू सम्बोधन नभएकोले कसरी अगाडि बढ्न सक्छ? अब म्यान्डेट त उहाँलाई सुशीला कार्कीजीलाई प्रधानमन्त्री बन्ने म्यान्डेट पनि थिएन। हेर्नु, आन्दोलन अथवा क्रान्तिले पहिला माओवादीहरू जुन युद्ध विराम गरेर आउनुभयो, के कुन चाहिँ म्यान्डेट थियो उहाँहरूलाई सांसद चाहिँ संविधान सभामा सांसद बनेर आउनुभयो? कुनै म्यान्डेट थियो? यिनीहरू मिलेर, यिनी नेताले मिलेर बनाएको होइन। हामीहरूले पनि मन इच्छा भयो भने नि जे पनि गर्न सकिन्छ। तसर्थ यसमा कुनै रुकावट छैन जस्तो लाग्छ। हुन त म कानूनको विद्यार्थी होइन, तर सुशीला कार्कीजीलाई म विनम्र, उहाँलाई म एकदमै रेस्पेक्ट गर्छु। इभन अहिलेका कुलमान घिसिङ सरलाई त मैले कोभिड हुँदाखेरि मैले नै इलाज गरेको, सायद उहाँलाई थाहा छैन होला। धेरैचोटि मैले के भन्छु भने इच्छा हुनुपर्छ क्या मनबाट। एटलिस्ट यी भ्रष्टाचारीहरूले जुन जुन काण्ड गरे, सुनकाण्ड, भुटानी शरणार्थी काण्ड, तपाईँको यो जुन बालगृह थियो नि, त्यो नक्सालको के अरे त्यो काण्ड, यिनी ललिता निवास काण्ड, अनेकन काण्डहरूको अलिकति यिनीहरूलाई चाहिँ प्रक्रियामा राखेर यिनीहरूलाई समात्नु पर्यो। र यिनी जसले जसले मान्छे मार्यो 72 जना यिनी भाइ बहिनीहरू, यो यसको हिसाब त हुनैपर्छ र यिनीहरूलाई सजाय त हुनैपर्छ, किनभने तिनी हाम्रा छोराछोरी नि हाम्रा भाइ बहिनीहरू। धन्यवाद डाक्टर साहब, यहाँको व्यस्त समयका बावजुद हामीलाई समय दिनुभयो। यहाँले चाहना गरे जस्तै देशमा सुशासन स्थापित हो र यो नयाँ नेतृत्वले चाहिँ देशलाई सहज रूपमा निकास दिन सकोस्, हामी सबैको चाहना त्यही नै हो। म नेता होइन फेरि, म कुनै पार्टीमा लागेको छैन। यो मेरो एउटा विशुद्ध विश्लेषण मात्र हो, यसलाई फेरि अन्यथा नलिनु। हजुर, हस्, धन्यवाद।